लौका आज सुँगुरको मासुसँग मिसाएर खाने योजना छ। रुख टमाटर पाक्दैछ बल्ल बल्ल। अब त घाम पनि जान्छ, त्यहाँदेखि यसको व्यवस्था हुन्छ बिचरा। यसलाई पनि लुकाउनु पर्छ। त्यस पछाडि चाहिँ अहिले चाहिँ टन्न फल्या लट्टरम्म फल्या। अरे यो रुख टमाटर चाहिँ अचार खानुलाई चाहिँ बेस्ट हुन्छ। एउटा बोटमै फलेछ 2-4 केजी मजाले। गन्दाखेरि 65 कि 66 वटा थियो। अहिले त गने आएन। गिरौला पनि खानुपर्छ। छानामाथि गिरौला के दिन्छ हेरौला भन्छ नि बुढी। उयो मकैको जुत्ता सबै खाएर सिधै अन्त यो त बिउ होइन बुढी। त्यसले पुग्छ नि सबै इनफ। अब चाहिँ नि बारी नै छैन नेपालमा त पुग्दैन नि। अब राम्रो भयो त जुत्ता त अन्त नेक्स्ट इयरको लागि। Alright, so यो बारीको लौका चट्टसँगले काटेर यहाँ लगाइयो सुँगुरको मासुमा पल्किने हैन। यसरी चलायो। यसरी चलाएर ल चलाएपछि सुँगुरको मासुसँग चाहिँ यिनीहरू साथी हुन्, साह्रै मिल्छन् है। लौका तपाईँको छ भने चाहिँ लौकालाई सुँगुरको मासुसँग पकाउनु भयो भने चाहिँ चुन्मेसरी तरकारी बनिन्छ। अब यो लौकालाई धेरै पकाउनु हुँदैन, छिटो गल्छ होइन। त्यही भएर ल यो चट्टसँगले